हाई गाइस, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ कुकिङ ब्लगमा। र आज म बनाउँदैछु मासु चाहिँ सबैको फेभरेट नै हुन्छ। लाउनुहोस् है त बनाऊ। सुरुमा त मैले कराई बसालेँ, कराईलाई मजाले तताएर यसमा तेल पनि हालिदिएँ। तेल हालिसकेपछि चाहिँ यसमा मेथी पनि फुराएँ। मेथी फुरिसकेपछि चाहिँ यसमा मासु हालेपछि चाहिँ यसलाई मजाले फ्राई गर्नलाई मजाले चलाउँदै पकाएँ र यसलाई एकछिन ढोकिदिएको पनि थिएँ, त्यो चाहिँ भिडियो बनाउन बिर्सेछु। अनि त्यसपछि चाहिँ यसलाई मजाले चलाइसकेपछि चाहिँ यसमा हालिदिएँ मैले बेसार सँगसँगै मैले नुन पनि हालिदिएँ, किनभने नुनले चाहिँ छिटो गलाउँछ जस्तो लाग्छ मलाई, त्यही भएर मैले चाहिँ सुरुमै नुन पनि हालिदिएँ। त्यसपछि यसलाई मजाले चलाइसकेपछि चाहिँ यसमा मैले अघि काटेको थिएँ प्याज र खुर्सानी पनि हालेर यसलाई मजाले चलाउँदै पकाउँदै गरेँ। राम्रोसँग चलाउँदै पकाउँदै गरिसकेपछि चाहिँ यसमा म फेरि यहाँ लसुन अदुवाको पेस्ट पनि थियो, त्यो पनि मजाले हालिदिएँ र मजाले त्यसलाई पनि चलाएँ। त्यसपछि चाहिँ मैले टमाटर पनि हालिदिएँ। टमाटर चाहिँ लोकल भएर सानो नै थियो, तर एकदमै टेस्ट हुन्छ लोकलको हो। त्यसपछि ढोकेर मजाले पकाइसकेपछि चाहिँ यसमा चिल्ली पाउडर अनि धनियाँ पाउडर र थोरै मिट मसला पनि हालेर मजाले भुटेँ। यसलाई चाहिँ राम्रोसँग मिठो हुने गरी राम्रोसँग चलाएर भुटिसकेपछि फेरि यसलाई मजाले ढोकेँ। आधा 1-2-15 मिनट 10 मिनट चाहिँ मजाले ढोकिसकेपछि चाहिँ हाम्रो चिकन चाहिँ लगभग यतिकै रेडी भयो। सबैको आफ्नो आफ्नो तरिका हुन्छ र मैले चाहिँ यसरी बनाउँछु। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। बाई बाई। Thanks for watching.